हेलो गाइस, म देख्दैछु होइन। अब हामी चाहिँ दोकान गएको होइन। अन्त हाम्रो चाहिँ आज एकदमै दिन यस्तो धुम्मा भइरहेको छ। यहाँ चाहिँ मेरो नाना जानुहुँदैछ हो। अन्त गाइस पर्खिनुहोस् है, एउटा फुल लगाएर राम्री पनि भइहालौँ। ए मेरो नाना जाँदैछ अगाडि अगाडि होइन। अब मलाई राम्री देख्दैछ होइन गाइस। अन्त म चाहिँ गाइस यहाँ एउटा हल्का फुल लगाइदिएको छु। यहाँ हेर्नुहोस्, हाम्रो बाटो चाहिँ यस्तो छ, जङ्गलको बिचबाट यसरी हिँड्नुपर्छ हो हामी चाहिँ। एकदम हिँड्नु न, यत्तिका मेरो भिडियो बिगारिदियो। अन्त पाँच मात्रै बज्दैछ होइन, तर पनि कस्तो यस्तो दिन धुम्मा भएर चाहिँ पुरा अँधेरो भएको जस्तो देखिरहेको छ हो। तर पनि केही छैन, मेरो नानालाई चाहिँ पुरा जाडो भएर पुरा यस्तो लगाएर हिँडिरहेछ। तर म चाहिँ यत्तिकै छु गाइस, मलाई जाडै हुँदैन, म मोटो भएर हो। अन्त बाटो चाहिँ यस्तो छ हेर्नुहोस्, यहाँ तपाईँहरू यहाँबाट पल्ट्यो भने चाहिँ एकदम बजारिङ हुन्छ, बजारिङ। अब के आयो पछाडिबाट, ए हाम्रो घरको सदस्यहरू आउनुहुँदैछ पछाडि, एकदमै काम बिनाको सदस्यहरू। योहरू चाहिँ रिङ्कु टिङ्कु, यिनीहरूको नाम चाहिँ रिङ्कु टिङ्कु हो। परिसक्यो है यतिखेर, भर्खर कति बज्यो नाना? 5 पनि बजेको छैन होला यतिखेर। यता चाहिँ यस्तो हुन्छ, तर आज दिन अलिक धुम्मा भएर पनि हो कि यस्तो रात परिगएको। तर पनि स्ट्रगल जारी छ दोकान जानेको। यो टिङ्कु टिङ्कु गयो, रिङ्कु टिङ्कुको काम छैनन्। दोकान पनि यस्तो बाटोबाट जानुपर्छ नि त, हेर्नुहोस् तपाईँहरू आफै हेरेर बुझ्नुहोस् होला अब कताबाट चाहिँ हामी जाँदैछौँ भनेर। देखिए कस्तो टिङ्कु टिङ्कुको चाहिँ काम छैन, पछि पछि हिँड्दैछ अब। त्यो चाहिँ हाम्रो साथीहरू हो नि त। ये देखिए गाइस, कोई आने वाला है। बे मैं तो नहीं जाऊँगा हो, डर पो लाग्यो। हामी चाहिँ जाँदैछौँ दोकान। यहाँ तल अझै धारा छ, यही त हो राई धारा। अझै जान्छ नि मान्छेहरू यहाँ, कता जानु पर्यो हामी? मेरो नाना हाई भन्नु। हाई, नमस्ते मेरो च्यानल। नो एक्चुली सरी, मैले चोरेको हो। अब हामी चाहिँ बल्ल मेन रोड निस्किन आँट्यो हो। यस्तो टाढा हुनुपर्छ दोकान पनि, देख्नुभयो तपाईँहरूले साथीहरू। अब चाहिँ यहाँनिर चाहिँ अगाडि हाम्रो मेन रोड छ हो, दोकान छ। अन्त यो दोकान आएको खास गरी चाहिँ अब चाहिँ म यहीँ भिडियो बन्द गर्छु तपाईँहरूलाई। म लास्ट लाग्छ किनभने उता चाहिँ भिडियो बनाउनु हो। अन्त हामी चाहिँ अब चाहिँ रोड आइपुग्यौँ। बाई बाई। हामी चाहिँ अब फर्किँदैछौँ होइन साथीहरू। हिँड हौ थौ, यहाँ अप्ठ्यारो बाटो चाहिँ यस्तो अँधेरो भइसक्यो, यस्तो भइसकेछ हो। झरेको हौ रुखको डालाहरू, एउटा मान्छे हो। हामी चाहिँ फर्किँदैछौँ। टिङ्कु टिङ्कु घर आजा बेटा। अब हामी चाहिँ घर जाँदैछ, यस्तो राति भइगयो नि त। हामी चाहिँ दोकान गएर फर्किन्छ, साह्रै टाढो छ हौ दोकान। ऊ हाम्रो साथीहरू छ नि यहाँ एउटा, ऊ त्यहाँहरूको। तिनीहरूले चाहिँ हाम्रो एक्लै एकछिन पनि छोड्दैन। पुरा टिङ्कुलाई घुमाउनु लागेको, झन्डै कुकुरले टोकेर माऱ्यो उता। त्यो लाइटले झन् आँखा देख्दैन रहेछ गाइस। घरमा गएर कन्टिन्यू गर्छु ल।